ल तपाईहरुलाई गुड मर्निङ छ सबैजनालाई। आजको यो भिडियोमा सुँगुर व्यापार गर्ने इच्छा हुनेहरुले यो सुँगुरको पाठाहरू कसैलाई चाहियो भने लिन आउनुहोस्। यहाँ हेर्नुहोस् 7000 रुपैयाँ गोटा हो सुँगुरको पाठा चाहिँ। एकदम छानी छानी ठुलो सानो सबै छानी छानी लाँदा हुन्छ। सुँगुरको पाठा हेर्नुहोस्, माउ हेर्नुहोस् तपाईको यो खालको जातको माउ हो। माउ चाहिँ एकदम ठुलो खालको हो। अनि यो कुनै उयसको फार्मको बच्चाहरू होइन, यो चाहिँ बस्तीमा पालेको सुँगुरको बच्चाहरू हो। आउनुहोस् तपाईहरुलाई इच्छा अनुसारले बच्चाहरू लानुहोस्। छानी छानी बच्चाहरू हेरिहाल्नुहोस् कत्रो कत्रो चाहिँ छ। ल हेर्नुहोस् 7000 रुपैयाँ गोटा। इच्छा हुने आउनुहोस् लानुहोस्। कोलाई इच्छा छ सुँगुर पाल्ने, सुँगुर पाल्नेहरूको लागि चाहिँ एकदम बच्चा चाहिँ एकदम मस्त छ। को सुँगुर हो यो, बाउ हो। फेरि बच्चाको चाहिँ यो बाउ हो, हेरिहाल्नुहोस्। यो हेर्दामा अझै सानै हो यो। बच्चा यसको बाउ चाहिँ बिर चाहिँ अझै बढ्नु डल्लै छ। यो अहिले नै यत्रो छ हेर्नुहोस्, 1 वर्षमै यत्रो छ। तपाईहरुले हेरिहाल्नुहोस्, यसकै बच्चाहरू हो, यसकै बच्चाहरू हो यो चाहिँ। ल हेर्नुहोस्, यो चाहिँ एउटा फार्म हो। यो चाहिँ बस्तीमा पाल्ने फार्महरू हो सुँगुरको। थरी थरीको सुँगुरहरू पाउनुहुन्छ तपाईहरुले। यो चाहिँ नक्सलबाडी देउमुनि नन्दलाल भनिन्छ, त्यहाँ आएर तपाईहरुले लिन सक्नुहुन्छ।